याद छ तपाईहरुलाई केही समय अगाडि यो फोटो नेपालमा निकै भाइरल भएको थियो। बाइक नम्बर 2380 को मालिक एकजना हुन्छन् र अर्को कोही व्यक्तिले त्यही नम्बरको डुप्लिकेट नम्बर प्लेट आफ्नो बाइकमा हालेर चलाइरहेका हुन्छन्। तर संयोगवश दुवैजना एउटै सिग्नलमा एक अर्काको छेउछाउमा भेटिन्छन्। काठमाडौँमा समेत यस्तो ठूलो संयोग हुन्छ भने सोच्नुस् यो संसारभरि यस्ता संयोगहरू कति भएका होलान्। नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई एमएचसी नेपालमा र आज हामी संसारभरिका यस्तो संयोग यानी कोइन्सिडेन्सहरू हजुरको सामु लिएर आएका छौं जुन देखेर तपाईले सोच्न बाध्य बनाउँछ कि यो संयोगहरू मात्र एउटा संयोग हो कि यसको पछाडी कुनै कारण लुकेको छ। कुनै संयोगहरू त विश्वास गर्न सक्ने खालको पनि छैन। मैले हरेक संयोगको स्रोत तल डेस्क्रिप्सन बक्समा राखिदिएको छु। भिडियो हेरिसकेर अवश्य हेर्नु होला। ल आउनुस् सुरु गरौँ। नम्बर 1, द जिम ट्विन्स। सोच्नुस् तपाई एक दिन बाटोमा हिँड्दै हुनुहुन्छ र आफ्नो अगाडि एउटा मान्छे भेट्नुहुन्छ। यो मान्छे कुनै साधारण मान्छे होइन। उसको अनुहार, ज्यान सबै हजुरको जस्तै छ, मानौ कि तपाई ऐना अगाडि उभिए जस्तो। अचम्म पर्दै तपाई उसको नाम सोध्नुहुन्छ र थाहा पाउनुहुन्छ कि तपाईहरुको नाम पनि एउटै छ। यो घटना हो जिम ब्रदर्सको। सन् 1940 ओहायोमा दुई जुम्लिया भाइको जन्म हुन्छ। तर जन्मेको 3 हप्तापछि नै उनीहरूलाई अलग अलग परिवारले एडप्ट गरेर लान्छन्। एउटा भाइलाई लुइस परिवारले लान्छ भने अर्को भाइलाई स्प्रिङ्गर परिवारले लैजान्छ। उनीहरूको घर 65 किलोमिटरको दूरीमा हुन्छ, तर एक अर्काको बारेमा उनीहरूलाई केही अत्तो-पत्तो हुँदैन। अब यहाँबाट यिनीहरूको संयोग सुरु हुन्छ। दुवै परिवारले आफ्नो बच्चाको नाम जेम्स राख्छन् अनि दुवैजनाको निकनेम जिम हुन्छ र जिम भनेरै उनीहरूलाई चिनिन्छ। सानैदेखि दुवैजनाले म्याथ धेरै मन पर्थ्यो, तर स्पेलिङमा भने दुवैजना कमजोर थिए। दुवैजनासँग एउटा कुकुर थियो र दुवैजनाले आफ्नो कुकुरको नाम टोय राखेका थिए। दुवैजनाले लिन्डा नाम गरेको केटीसँग बिहे गर्छन्, तर सम्बन्ध नराम्रो भएपछि दुवैजनाले लिन्डासँग सम्बन्ध विच्छेद गर्छन्। दुवैजनाले सम्बन्ध विच्छेदपछि अर्को बिहे गर्छन् र दुवै भाइको दोस्रो बुढीको नाम केटी हुन्छ। दुवैजनाको एउटा छोरा हुन्छ र दुवैजनाले आफ्नो छोराको नाम एलान राखेका हुन्छन्। यति मात्र होइन, उनीहरू दुवैजना सेब्रोले कार चलाउँथे, भारी मात्रामा धुम्रपान गर्थे, सेक्युरिटी रिलेटेड फिल्डमा जब गर्थे। एकजना सेक्युरिटी गार्ड, अर्को डेप्युटी शेरिफ, अनि भ्याकेसन मनाउन दुवैजना फ्लोरिडा बीच जान्थे। 39 वर्षको उमेरमा दुवैजना भाइको भेट हुन्छ र आफ्नो लामो बिछोड भए पनि उनीहरूको जीवन उस्तै थियो भन्ने थाहा पाउँछन्। नम्बर 2, ह्युज विलियम्स संयोग। डिसेम्बर 5, 1664 एउटा जहाज समुद्रको बिचमा यात्रा गरिरहेको हुन्छ, तर जहाज वेल्सको मेन्ना स्ट्रेट पुगेपछि समुद्री बतास आउन थाल्छ र जहाजलाई आफ्नो गहिराईमा समेट्छ। जहाज पुरै डुब्छ। जहाजमा भएका 82 यात्रु मध्ये 81 यात्रुको मृत्यु हुन्छ र एकजना यात्रु मात्र बाँच्न सफल हुन्छन् र बाँच्ने यात्रुको नाम हुन्छ ह्युज विलियम्स। यो घटनाको ठ्याक्क 121 वर्षपछि एउटै मिति डिसेम्बर 5, 1785 अर्को जहाज त्यही वेल्सको मन्ना स्ट्रिटमा डुब्छ। 61 जना यात्रु बोकेको यो जहाज मध्ये 60 जना यात्रुको मृत्यु हुन्छ र मात्र एकजना बाँच्न सफल हुन्छन् र बाँच्ने यात्रुको नाम हुन्छ ह्युज विलियम्स। अझै सुन्नुस्, यसको ठ्याक्कै 35 वर्षपछि त्यही मिति अगस्त 5, 1820 एउटा नयाँ जहाज फेरि वेल्सको मेन्ना स्ट्रिटमा अनि फेरि एउटै घटना। जहाज फेरि डुब्छ। सबै यात्रीको मृत्यु हुन्छ, तर एउटा यात्रु मात्र बाँच्न सफल हुन्छन् र बाँच्ने यात्रुको नाम ह्युज विलियम्स। नम्बर 3, मलेसियन एयर क्रास। मार्च 2014 मा मार्टिन डिजङ नाम गरेका एक व्यक्ति मलेसियाबाट बेजिङ जान भनेर मलेसिया एयरलाइन्सको फ्लाइट MH370 मा आफ्नो टिकट बुक गर्छन्। तर अन्तिम घडीमा केही समस्याका कारण उनले यो फ्लाइट क्यान्सल गर्छन्। तर उनले क्यान्सल गरेको यो फ्लाइट केही समय यात्रा गरेर भारतीय महासागरको बीचमा पुग्छ अनि ट्र्याक हुन छोड्छ र आफ्नो यात्राको बीचमै हराउँछ। आजको दिनसम्म पनि यो प्लेनलाई भेट्टाउन सकिएको छैन। यो प्लेन भारतीय महासागरको बीचमै हराएको छ भन्ने अनुमान गरिन्छ। त्यसको केही महिनापछि डिजङले मलेसिया एयरलाइन्सको MH17 मार्फत एम्स्टर्डमदेखि मलेसिया यात्रा गर्ने अर्को फ्लाइट बुक गर्छन्। यसपालि पनि अन्तिम घडीमा उनले यो फ्लाइट क्यान्सल गर्छन्। उनले क्यान्सल गरेको यो फ्लाइट पनि युक्रेनमा पुगेर दुर्घटना हुन्छ र सबै यात्रुको मृत्यु हुन्छ। नम्बर 4, 20 वर्षपछिको निशाना। सन् 1893 मा एक व्यक्ति हेनरी जिगल्यान्ड आफ्नो प्रेमिका माइसी टिग्नुरसँग ब्रेकअप गर्छन्। यो बिछोड सहन नसकेर माइसीले सुसाइड गर्छिन्। यो खबर थाहा पाएपछि माइसीको दाइ एकदम दुखी हुन्छन् र आफ्नो बहिनीको बदला लिन बन्दुक बोकेर हेनरीको घरतर्फ जान्छन्।
बहिनीको सुसाइडको कारण हेनरीलाई ठानेर उनलाई देख्न साथ हेनरीमाथि गोली चलाउँछन् र आफू जेल बस्नु नपरोस् भनेर उनले आफूलाई पनि गोली हान्छन् र आफ्नो ज्यान लिन्छन्। तर हेनरीलाई हानेको यो गोली भने हेनरीलाई लाग्दैन र पछाडि गएर एउटा रुखमा अड्किन्छ। हेनरीलाई अलिकति चोट समेत लाग्दैन। यो घटनापछि हेनरीले अर्कै केटीसँग बिहे गर्छन् र आफ्नो परिवारसँग समृद्ध जीवन बिताइरहेका हुन्छन्। तर 20 वर्षपछि एक दिन हेनरी र उनका छोरा रुखबाट दाउरा काट्न भनी निस्किन्छन्। संयोगवश उनीहरू त्यही रुखमा जान्छन् जहाँ हेनरीलाई 20 वर्ष अगाडि हानेको गोली अड्केको थियो। रुख एकदम दह्रो थियो र कोदालोले मात्र दाउरा चिर्न त एकदम असम्भव नै थियो। त्यसैले हेनरीले रुखमा थोरै मात्रामा डाइनामाइट राखेर त्यसलाई पड्काउने निधो गर्छन्। करिब रुखभन्दा 50 फिट पर सरेर हेनरी र उनका छोराले डाइनामाइट विस्फोट गर्छन्। त्यसपछि अचम्मको कुरा के हुन्छ भने हेनरीलाई 20 वर्ष अगाडि चलाइएको गोली ठूलो बलका साथ रुखबाट पड्केर हेनरीको कानको तल लाग्छ र ठाउँको ठाउँ हेनरीको मृत्यु हुन्छ। 20 वर्ष अगाडि चलाइएको गोली अहिले आएर उसलाई लाग्छ। नम्बर 5, दुई भाइको जुम्ला भाग्य। सन् 1974 ह्यामिल्टन बर्मुडामा एउटा 17 वर्षको नेभिल नाम गरेको व्यक्ति आफ्नो मोपेड कुदाइरहेका हुन्छन्। त्यतिकैमा एउटा ट्याक्सी आउँछ र उसँग ठोकिन्छ, जसले गर्दा उनले ठाउँमै आफ्नो ज्यान गुमाउँछन्। त्यसको ठ्याक्कै 1 वर्षपछि 1975 मा नेभिलको भाइ इर्स्किन, उसको उमेर पनि यति बेला 17 नै हुन्छ, आफ्नो दाजुको त्यही मोपेड कुदाइरहेको बेला उनलाई पनि एउटा ट्याक्सी आउँछ र ठोक्कर दिन्छ र उनको मृत्यु पनि त्यही ठाउँमा हुन्छ जहाँ 1 वर्ष अगाडि उनको दाइको मृत्यु भएको थियो। के यतिले हजुरहरूलाई अचम्म पारेन भने सुन्नुहोस्, इर्स्किनलाई पनि त्यही ट्याक्सीले ठोक्कर दिएर मारेको हुन्छ जुन ट्याक्सीले 1 वर्ष अगाडि उसको दाइ नेभिललाई दिएर मारेको थियो र ट्याक्सी चालक पनि एकैजना हुन्छन्। यतिले पनि तपाईहरुलाई अचम्म पार्न सकेन भने अर्को संयोग सुन्नुहोस्। इर्स्किनलाई ट्याक्सीले ठोक्कर दिँदा ट्याक्सी पछाडि जो यात्रु बसेका थिए उसको दाइ नेभिललाई ठोक्कर दिँदा पनि त्यही यात्रु बसेका थिए। दुई भाइ, एउटै उमेर, एउटै गाडी, एउटै ठाउँ, एउटै मोड, एउटै ट्याक्सी, एउटै ड्राइभर र एउटै यात्री। हामीले अहिले धेरै अजीब संयोगहरू हेरौं, तर यो दुनियाँमा अझै कति संयोगहरू छन् जुन हामी जान्नै सक्दैनौं। के ब्रह्माण्डमा एउटा अदृश्य शक्ति छ कि एउटा र्यान्डम कोइन्सिडेन्सहरू मात्रै हो? तपाईहरुलाई के लाग्छ? माथि भएका संयोगहरू मध्ये तपाईले सबैभन्दा बढी आश्चर्य कुन संयोगले पार्यो? कमेन्ट गरेर भन्नुहोस्। र तपाईहरुको पनि कुनै यस्तै कहानी छ जुन तपाईहरु युट्युब मार्फत देखाउन चाहनुहुन्छ भने हामीलाई mhcnepalofficial@gmail.com मा लेखेर पठाउनुहोस्। र यदि तपाईहरुको कहानीमा हजुरहरुलाई एआई मार्फत यो भिडियोमा जस्तै आफ्नो अनुहारको भिडियो हाल्न मन छ भने हामीलाई आफ्नो फोटो पनि इमेलमा पठाउनुहोस्। यस्तै भिडियो हेर्नका लागि च्यानललाई लाइक, सब्स्क्राइब गर्नुहोस् र हामी छिट्टै अर्को भिडियोको साथ भेट्नेछौँ। त्यतिन्जेललाई नमस्ते।